नमस्कार, म सुनिता चौहान, अर्गन डोनर। मैले चाहिँ मेरो श्रीमानलाई मृगौला दिएको हो। हामीले चाहिँ किड शिक्षण अस्पतालमा मृगौला ट्रान्सप्लान्ट गरेको हो। नमस्ते, म मिथुन महर्जन। मेरो किडनीमा समस्या आएको हुनाले मैले किडनी ट्रान्सप्लान्ट गरेको। मैले किडनी ट्रान्सप्लान्ट गरेको चाहिँ अहिले 1 वर्ष भयो आजको दिन। आज त्यसैको उपलक्ष्यमा पनि मैले नयाँ जीवनको सुरुवातसँगै वर्षौं दिन मनाएर आज बर्थडे मनाउँदैछु। शालिग्राम रिजाल। मेरो दुईटै मृगौलाहरू फेल भएका थिए। मेरो श्रीमतीले किडनी दिएर कृष हस्पिटलमा ट्रान्सप्लान्ट गरियो। त्यसमा म चाहिँ सदैव चाहिँ उहाँहरूको आभारी छु। नमस्कार, मेरो नाम रुद्र गादी, पाल्पा तानछिमा मेरो घर। मेरो श्रीमतीलाई मैले किडनी दिएको, म डोनर हो। श्रीमान पनि एकदमै स्वस्थ हुनुहुन्छ। घर परिवारमा खुसी आएको छ। पहिला डायलिसिसमा घरको मान्छेहरू जहिले जानु पर्थ्यो, म डेली जान्थेँ हप्ताको 2 चोटि। अहिले त्यो पनि मेरो जान पर्दैन। ट्रान्सप्लान्ट पछाडि चाहिँ उहाँहरू अब धेरै कुराहरू कति कुरा खान मिल्दैन थियो, अहिले खान मिल्छ। घरको मान्छेलाई पनि अलिकति सहुलियत भएको छ। सुरुमा धेरै गाह्रो भएको थियो। अहिले किडनी ट्रान्सप्लान्ट गरिसकेपछि चाहिँ नि एकदम सजिलो भयो। मलाई चाहिँ नि डोनेट गर्ने मेरो मिसेस उहाँ हुनुहुन्छ, अनुस्वारे हुनुहुन्छ, उहाँलाई पनि एकदम राम्रो छ। मैले चाहिँ नि यो किडनी ट्रान्सप्लान्ट फेरि हाम्रो किस हस्पिटलमा गरेको थिएँ। त्यहाँ सिर्जो म्याम हुनुहुन्छ, डाक्टर सिर्जो म्याम। एकदम पेसेन्टलाई चाहिँ नि बिरामी गइसकेपछि उहाँले पेसेन्टहरू हेर्दैनन्, आफ्नै परिवार जस्तो गरेर मलाई भाइ मान्नुहुन्छ। सो एकदम खुसी छु। त्यहाँका स्टाफहरू, नर्सदेखि लिएर डक्टरहरू, अरू सबैजना स्टाफहरू धेरै राम्रो छ। त्यहाँ हाम्रा यही किडनीकैमा चाहिँ नि हामीलाई कोर्डिनेसन गर्ने उमा श्रेष्ठ हुनुहुन्छ, उहाँलाई आफ्नै ठान्छु। त्यसैले गर्दाखेरि कि यो किस हस्पिटलमा मैले ट्रान्सप्लान्ट गरिसकेपछि एकदम नेपालको वान जस्तो लाग्छ मलाई। नमस्कार, म गौरा देवी कणेल रिजाल। मेरो श्रीमान किडनीको बिमारी भएर हामी धेरै परेशान भएथ्यौँ। त्यति आत्तिनु पर्दैन, कसले दिने भनेर सोध्नुभयो। कसरी मिल्छ, मैले दिने थिएँ भनेको ब्लड ग्रुप मिल्नुपर्छ भन्नुभयो। मेरो ब्लड ग्रुप र उहाँको ब्लड ग्रुप एउटै थियो। त्यसपछि हुन म भित्रभित्र मेरो कन्फिडेन्स आफै बढ्न थाल्यो, किनकि ब्लड ग्रुप मिल्छ भन्नुभयो भनेर। किस हस्पिटलमा ट्रान्सफर गरेको। मलाई शरीरमा ठिक छ, राम्रो छ। अहिलेसम्म केही भएको छैन। 1 वर्ष भदौ 28 गते किडनी ट्रान्सफर गरेको। अहिलेसम्म मलाई राम्रो पनि भएको छ। जम्मै चिज नर्मल चिज खाइरहेको छु, जम्मै घुमिरहेको छु, जहाँ त्यही घुमिरहन्छु। घर मेरो परिवारलाई पनि ठिक छ, राम्रो छ।